गोली चलिसकेको छ मान्छे ढलिसकेको छ 2 जना मान्छे ढलिसकेको छ है मान्छे ढल्यो देख्नुभयो प्रकाश पुल्लु ढल्यो नि हामी भाइ ए पुरै ढल्यो गोली खै गोली कहाँ लाग्यो कहाँ लो गोली खै कहाँ गोली लाग्यो खै कहाँ गोली लाग्यो खै कहाँ गोली लाग्यो खै उहाँले लाग्यो ए ला भाइले लागेछ केमा लाग्यो भाइ ओहो हस्पिटल जानु मरिसक्यो ए यता गोली लागेछ यहाँ हेर्नुहोस् ला सबैले गए हस्पिटल लानु हस्पिटल लो सबैले बजा लो यहाँ हस्पिटल लैजाउँ उहाँले लगाइछ यहाँ यसमा लाग्यो यहाँ लाग्छ यहाँ हेल्प गर मान्छे हान्यो ए लु आमा टाउकोमै हानेछ नि त होइन टाउकोमा हानेछ टाउकोमा त्यो हो रहेछ बाहिर निकालेको छ अझै विश्वास भयो हो रहेछ डङ्कडङ उहाँलाई उठाउन खोजेला पनि हानिरहेछ ए जसले उहाँलाई उठाउन खोजिरहेछ त्यहाँ बस्नेहरूलाई पनि हानेको छ क्या दर्शकबिन हेर्दा देशैभरि हेर्नुहोस् आगो जलिरहेछ यो चाहिँ इटरीको यहाँ पर हेर्नुहोस् आगो जलिरहेछ यहाँ आउनुहोस् तपाईँहरू र यहाँ चाहिँ कतिजनाको चाहिँ ज्यान गइसक्यो भनेर म जानकारी गराउँछु काठमाडौँमा चाहिँ अहिले भर्खरै मात्रै 5 जनाको चाहिँ ज्यान गएको छ भने 8 जनाको भइसकेको छ र यहाँ भर्खरै इटरीको यो चाहिँ उपमहानगरपालिका यहाँ यस्तो छ है अवस्था आउनुहोस् यहाँ म देखाउँछु म तपाईँ चाहिँ यहाँनिर तपाईँको आगोहरू जलिरहेछ यहाँ चाहिँ प्रहरीहरू पनि तैनात छ नमस्ते म देवेन्द्र लिम्बू अहिले तपाईँहरू हेर्दै हुनुहुन्छ तिनजुरे अनलाइन टिभी यहाँ प्रहरी तैनात हुनुहुन्छ र यहाँ हेर्नुहोस् यहाँ अगाडिको दृश्यहरू म देखाउँछु तपाईँलाई तपाईँको यो चाहिँ पुरा गेटै तोडिसकेको छ यता गेट तोडिरहेछ अनि यहाँ आगो बलिरहेछ अनि प्रहरी तैनात छन् र यहाँको युवाहरू एकदम आक्रोशितमा छ देशको स्थिति बारेमा उहाँहरूले चाहिँ एकदम गहन विषयमा पुरा यहाँ चाहिँ युवाहरू उठिरहेछ अहिले देशैभर यो तपाईँको चाहिँ सुनसरी जिल्लाको इटरी उपमहानगरपालिकामा परेको छ यहाँ चाहिँ एकदम भिडाभिड छ यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ भविष्यमाथि खेलबाड नहोस् होइन हामीलाई हामीले सोचे जस्तो भविष्य चाहियो अनि यदि यो आन्दोलन यस्तै चलिरहन्छ भने हामी हाम्रो एक्जाम सिस्टम सब छोडेर पनि आउन तयार छौँ तर हाम्रो भविष्यमाथि खेलबाड चाहिँ हुनु भएन